मलाई चाहिँ सानोमा लाग्थ्यो त्यो एक्टर एक्ट्रेसहरूले चाहिँ साँच्चै उनीहरू नै होला रियल सिङ्गर जस्तो लाग्थ्यो कति राम्रो गीत गाएको ओहो जस्तो लाग्थ्यो भए त अर्कै हुँदो रहेछ मलाई चाहिँ सानोमा लाग्थ्यो कि त्यो पेट्रोल पम्पमा चाहिँ एक्ज्याक्टली त्यहीँ खोदलेर पेट्रोल निकालेको होला मलाई चाहिँ लाग्दैन थियो त्यहाँ अनि त्यो माथि जति छ नि देखिने ठाउँ हो त्यतिमा मात्रै पेट्रोल हुन्छ जस्तो लाग्थ्यो मलाई चाहिँ सानोमा लागेको टिभी भित्र चाहिँ मान्छे पसेर अनि मात्रै एक्टिङ गरेको होला जस्तो लाग्थ्यो अहिले त्यो ब्ल्याक एन्ड व्हाइट टिभी आउँथ्यो फर्स्टमा त भित्र त सबै ब्ल्याक एन्ड व्हाइट मात्रै कलर थिएन होला जस्तो लाग्थ्यो मलाई चाहिँ सानोमा लाग्थ्यो म जब गाडीमा चढेर चाहिँ यसो गरेर चाहिँ हात र खुट्टाले मजाले ठेल्थेन अनि चाहिँ गाडी कुद्छ जस्तो लाग्यो कुदेको जस्तो लाग्थ्यो जति मजाले ठेल्यो त्यति स्पिड कुद्छ होला जस्तो लाग्थ्यो मलाई चाहिँ सानोमा लाग्थ्यो च्युइङगम चाहिँ चप्पलले बनाएको होला भनेर च्युइङगम चाहिँ कुरकुरे पनि मलाई पनि प्लास्टिकले बनाएको मलाई चाहिँ सानोमा लाग्थ्यो के को बिउहरू खायो दाना खायो सुन्तलाको भने चाहिँ यहाँभित्र पसेर यहाँबाट पलाएर यता मुखबाट पनि पलाउँछ कानहरूबाट पनि यस्तो हाँगाहरू पलाउँछ अन्त मलाई चाहिँ लाग्थ्यो फुटबलको भित्र जुन त्यो ब्ल्याडर हुन्छ नि हो त्यो चाहिँ मैले सुनेको थिएँ एनिमलको आन्द्राको बनेको भनेर मैले सुनेको थिएँ त्यो चाहिँ मैले सुनेको होइन मलाई चाहिँ सानोमा लाग्थ्यो म जहाँ जहाँ हिँड्छु मुन चाहिँ मेरो पछि पछि मलाई पछ्याउँदै आइरहेको छ जस्तो लाग्थ्यो होइन अरे भन्दा चाहिँ होइन रहेछ मलाई चाहिँ सानोमा घाउहरू हुँदा पनि डर लाग्थ्यो किनभने मेरो बुवाले भन्नुभएको थियो त्यहाँदेखि भात निस्किन्छ जहाँ घाउ भएको छ त्यहाँदेखि त्यो फुटेर भात निस्किन्छ भन्नुभएको कस्तो होला मलाई चाहिँ सानोमा लाग्थ्यो मिलिक मिलिक गर्दाखेरि चाहिँ भगवानले चाहिँ आकाशबाट हाम्रो फोटो खिच्नुहुँदैछ भनेर पानी पर्दा चाहिँ भगवान नुहाउनुहुन्छ अनि मलाई चाहिँ लाग्थ्यो कौन बनेगा करोडपतिमा चाहिँ हरेक चेक अमिताभ बच्चनको आफ्नो गोजीबाट होला जस्तो लाग्थ्यो त्यतिखेर भन्थे नि त अमिताभ बच्चन चाहिँ सबसे धनी मान्छे अरे नि कौन बनेगा करोडपति त्यही भएर उसले खेलाएको अरे नि त्यो सबै पैसा सबै उसैले दिन्छन् अरे आफ्नै पैसा त्यो धनी लाग्थ्यो मलाई पनि अन्त चाहिँ मलाई सानोमा लाग्थ्यो अब म यहाँबाट पारी उता हेर्दैछु नि त भनेपछि पारी गरेर चाहिँ यहाँ हेर्नुपर्दा चाहिँ यता फर्किनुपर्छ जस्तो लाग्थ्यो नि फर्स्ट टाइम पारी गरेर चाहिँ हेर्दा उतै फर्किनुपर्छ त्यहाँबाट पनि ठक्क परिरहेछु म त्यतिखेर अहिलेसम्म पनि म यहाँबाट यता हेर्छु यता हेर्नु पर्यो नि त्यहाँ उतै हेर्नु पर्दो रहेछ अनि छक्क परिरहेछु अनि अहिले पनि म छक्क पर्छु तर कसरी त्यस्तो यतै हेर्नु पर्यो नि त लजिकली